हनीगेन एउटा एप्लिकेसन छ जुन एप्लिकेसनदेखि 420 रुपियाँ फ्रीमा एकाउन्ट बनाएर मात्र पाउन सकिन्छ। यानि कि यो यसमा विदाउट इन्भेस्टमेन्ट तपाईँले यसमा अर्निङ गर्न सक्नुहुन्छ। मैले यो प्लेटफर्म यानि कि यो एप्लिकेसन रेगुलरली चाहिँ मैले युज गरिरहेको छु, जुन चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। मैले कतिवटा भिडियोज पनि बनाइरहेको छु र मैले यसमा 3 चोटि पेमेन्ट विथड्र गरिसकेको छु र मैले अहिले पनि अर्निङ गरिरहेको छु। यदि तपाईँलाई घरमा बसेर तपाईँले इन्टरनेट युज गर्नुहुन्छ, टिकटक भिडियोज हेर्नुहुन्छ, युट्युबहरू हेर्नुहुन्छ, तर त्यो इन्टरनेट युज गरेको बापत तपाईँले पनि अर्निङ गर्न, साइड इन्कम गर्न चाहनुहुन्छ भने हनीगेन एउटा रियल एन्ड ट्रस्टेड प्लेटफर्म छ, जहाँबाट चाहिँ हामीले मजाले अर्निङ गर्न सकिन्छ। यदि तपाईँले चाहनुहुन्छ भने म तपाईँलाई यही भिडियो अन्तर्गत सबै कुराहरू सिकाउन गइरहेको छु। यदि तपाईँले हनीगेनको लिङ्क पाउनु भएको छ भने कसरी एकाउन्ट बनाउने हो र कसरी हामीले चाहिँ 420 यानि कि $10 चाहिँ लिन सकिन्छ भन्ने कुराहरू यो भिडियो मार्फत तपाईँले म देखाउन गइरहेको छु। यदि तपाईँले टिकटकदेखि हेर्दै हुनुहुन्छ भने तपाईँले टिकटकको बायोमा मैले व्हाट्सएप नम्बर राखिदिएको छु, त्यहाँबाट मलाई मेसेज गर्न सक्नुहुन्छ। म तपाईँलाई हनीगेनको लिङ्क प्रोभाइड गर्नेछु। यदि तपाईँले युट्युबबाट हेर्दै हुनुहुन्छ भने युट्युबको डिस्क्रिप्सन लाइनमा चाहिँ मैले यसरी नै यही लाइनमा चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। डिस्क्रिप्सन लाइनमा चाहिँ हनीगेन एप्लिकेसनको लिङ्क यहाँनिर भेटाउन सक्नुहुन्छ। यस, अब लिङ्क पाइसकेपछि तपाईँले चाहिँ लिङ्कलाई क्लिक गर्नु। सबभन्दा फर्स्टमा क्लिक गरिसकेपछि चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो टाइपको इन्टरफेस देखाउँछ। यस्तो टाइपको इन्टरफेस देखाएपछि यहाँ गेट $3 भनेर लेखेको छ, यसमा क्लिक गरिदिनु होला। यसमा क्लिक गरिसकेपछि तपाईँले चाहिँ वेट फर सम टाइम, यसले लोड लिइरहेको हुन्छ। सो यहाँ मेरो अलरेडी एकाउन्ट हुनाले चाहिँ मेरो यो देखाएको छ। मैले एकाउन्ट डिलिट गर्न गइरहेको छु, एकाउन्ट लगआउट गर्न गइरहेको छु सबभन्दा सुरुमा। सो यस्तो टाइपको देखाउँछ तपाईँको सुरुमा। त्यसपछि चाहिँ तपाईँले यहाँनिर एकाउन्ट बनाइसकेपछि रजिस्टर भनेर देख्नुहुन्छ। यहाँ रजिस्टरमा जानुहोस्। रजिस्टरमा गइसकेपछि चाहिँ तपाईँको इन्टरफेस यस्तो टाइपको आउँछ। यो रजिस्टरमा जानु पर्दैन, तपाईँको लिङ्कमा क्लिक गर्ने बित्तिकै यो सेपमा त यो टाइपको इन्टरफेस आउँछ। त्यसपछि तपाईँले यहाँनिर इमेल एड्रेस, क्रिएट पासपोर्ट भनेको छ, तपाईँले यो छोडेर यो माथिको छ नि यो जुन कोड, यो कोड यत्तिकै हुन दिनु होला। यो कोड राख्नुभयो भने चाहिँ बल्ल $3 पाउन सकिन्छ। सो अब यहाँ गुगल छ, गुगलमा क्लिक गरिदिनु होला। गुगलमा क्लिक गरेपछि यहाँनिर मेरो यो जीमेल एकाउन्टहरू छ। यहाँनिर तपाईँको कुन एकाउन्ट छ त्यो एकाउन्टबाट चाहिँ एउटा चाहिँ सिलेक्ट गर्नु होला। मैले एउटा यो सिलेक्ट गरेँ। सिलेक्ट गरिसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ कन्टिन्यू गरेँ। कन्टिन्यू गरिसकेपछि चाहिँ मैले यो जीमेलदेखि चाहिँ एकाउन्ट बनाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ मैले चाहिँ एकाउन्ट बनिसकेको छ। अब त्यसपछि तपाईँले डाइरेक्ट सोध्छ डाउनलोड फर एन्ड्रोइड भनेको छ, डाउनलोड एप भनेको छ। अब हामीले यसमा डाउनलोड एप गर्नुपर्ने हुन्छ। यो वेबसाइटदेखि नै हामीले डाउनलोड गर्न सकिन्छ। डाउनलोड एपमा क्लिक गरेँ। डाउनलोड एपमा क्लिक गरेपछि मैले अलरेडी डाउनलोड छ, म डाउनलोड तपाईँलाई अलरेडी डाउनलोड हुनाले चाहिँ मैले तपाईँलाई खोलेर देखाउन गइरहेको छु। डाउनलोड गर्ने प्रोसेस भनेको जस्तै डाउनलोड अगेनमा जानुहोस्। डाउनलोड अगेन गरिसकेपछि यहाँनिर ओपन छ, ओपन गरेँ मैले। ओपन गरिसकेपछि चाहिँ यहाँनिर अपडेट भनेको छ, अपडेटमा क्लिक गरेँ। अपडेट इन्स्टल भनेर लेख्छ तपाईँकोमा, मेरोमा अपडेट भनेर लेखेको छ, मेरोमा अलरेडी छ। सो गट इट गरिदिएँ मैले। सो एप नट इन्स्टल भनिदिएको छ। सो मैले डाउनलोड फर एन्ड्रोइड गरिदिएको छु फेरि। सो मेरो अलरेडी डाउनलोड हुनाले चाहिँ म डाइरेक्ट तपाईँहरूको सामु चाहिँ खोल्न गइरहेको छु। हेर्न सक्नुहुन्छ म यो हनीगेन खोलेपछि तपाईँको यस्तो टाइपको इन्टरफेस आउँछ। युज मोबाइल डाटा भनेर यसलाई नो गरिदिनु होला। त्यसपछि डन गरिदिनुहोस्। डन गरिसकेपछि चाहिँ तपाईँको यहाँनिर एउटा इन्टरफेस देखाउँछ। अब यहाँनिर चाहिँ हामीले एकाउन्ट बनाउनु पर्ने हुन्छ। एकाउन्ट हामीले लगइन गर्नुपर्ने हुन्छ। यहाँ तपाईँको साइन अप एन्ड क्लेम भनेको छ नि, यहाँनिर क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि यहाँनिर इन्टरफेस यहाँनिर बुझ्नु हो तपाईँले है। यो रिडिम प्रोमो कोड छ नि, हो यो प्रोमो कोडमा तपाईँले क्लिक गर्नुहोस्। यहाँ क्लिक गर्नुहोस्, रिडिममा क्लिक गर्नुहोस्। क्लिक गरेपछि यहाँनिर रिडिम प्रोमो कोड लेख्ने ठाउँ आउँछ। यहाँनिर चाहिँ मैले माथि जे लेखिदिएको छु साइडमा हेर्न सक्नुहुन्छ त्यो लेख्नु होला। यहाँ मैले लेखिदिइरहेको छु। यो कोड राख्नु होला। यो कोड राखिसकेपछि तपाईँले चाहिँ बल्ल चाहिँ यहाँ साइन अप विथ गुगल भनेको छ नि, हो यहाँ क्लिक गर्नु। क्लिक गरेपछि अघि तपाईँले जुन एकाउन्ट जुन जिमेलबाट एकाउन्ट बनाउनु भएको थियो त्यही एकाउन्ट सेलेक्ट गर्नु होला। सेलेक्ट गरिसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ मैले सेलेक्ट गरेँ। सेलेक्ट गर्ने बित्तिकै अब म डाइरेक्ट एप्लिकेसनको मेन इन्टरफेस होम पेजमा पुग्न गइरहेको छु। हेर्न सक्नुहुन्छ तपाईँहरूको सामु सबै कुराहरू देखाउन गइरहेको छु। यसरी चाहिँ हनीगेनको एप्लिकेसन हेर्न सक्नुहुन्छ। मैले 3000 यानि कि $3 कोइन पाइसकेको छु फ्रीमा एकाउन्ट मात्र बनाएर।
फ्रीमा जस्ट भर्खर तपाईँहरूको सामु एकाउन्ट बनाएँ र मैले $3 पाइसकेको छु। अब यति बुझिसकेपछि तपाईँको यहाँनिर सायद यदि कन्फर्म इमेल भनेर आएको छ भने इमेललाई कन्फर्म गर्नु होला। जिमेलमा रहेको नोटिफिकेसनमा मेल आएको हुन्छ। अब तपाईँले यति गरिसकेपछि तपाईँले यहाँनिर यो हेर्न सक्नुहुन्छ, यो घैँटो जस्तो छ नि, यो तपाईँको जति तपाईँले अब इन्टरनेट चलाउनुहोस्, युट्युब चलाउनुहोस्, फेसबुक चलाउनुहोस्, टिकटक चलाउनुहोस्, त्यसै तपाईँको अर्निङ भइरहेको हुन्छ। अर्निङ भइसकेपछि तपाईँको यो 5 MB डेली 5 MB भन्दा माथि कट्यो भने तपाईँले यो खुल्छ। यसलाई ओपन गर्नु। ओपन गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ 0 MB छ अहिले। 5 MB कम्प्लिट भइसकेपछि चाहिँ मैले यसलाई रिवार्ड क्लेम गर्न सक्छु। यसरी अर्निङ तपाईँको हुन्छ। र तपाईँले योभन्दा पनि छिटो अर्निङ कसरी गर्न सक्नुहुन्छ भने एउटा कुरा याद राख्नुहोस्, तपाईँको घरमा एउटा वाइफाई छ भने एउटा आइपी एड्रेसले एउटा हनी गेम चल्छ। ओके, तपाईँको घरमा 4वटा मोबाइल छ भने सबै 4वटा मोबाइलमा चाहिँ तपाईँले रिफर गर्ने होइन, तपाईँको 4वटा मोबाइलमै तपाईँले चाहिँ आफ्नै एकाउन्ट लगइन गर्नु होला। यानि कि हनी गेम अनुसार के छ भने यसको रुल अनुसार 10वटा डिभाइस, तपाईँकोसँग 10वटा डिभाइस छ, मोबाइल छ या कम्प्युटर छ भने सबै डिभाइसमा चाहिँ एउटै आइपी एउटै वाइफाईबाट सबै डिभाइसमा तपाईँकै यही मैले जुन एकाउन्ट खोलेको छु यही एकाउन्टलाई लगइन गर्नु होला। लगइन गरिसकेपछि चाहिँ छोडिदिनुहोस्। यदि तपाईँको वाइफाई बाहेक अरू बाहिर मान्छेलाई रिफर गर्नुहुन्छ भने तपाईँले त्यहाँबाट इन्कम गर्न सक्नुहुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँ भनेको यु अर्न $5 एभ्री टाइम अफ फ्रेन्ड पे आउट्स। यदि तपाईँले रिफर कसैलाई गर्नुहुन्छ भने तपाईँले तपाईँको साथीले यदि विथड्र गर्यो भने त्यतिखेरको टाइममा तपाईँले $5 पाउनुहुन्छ भने यदि तपाईँको साथीलाई रिफर गर्नुभयो उसले तपाईँको लिङ्कदेखि चाहिँ एकाउन्ट बनायो भने चाहिँ तपाईँले तपाईँको साथीले चाहिँ $3 पाउँछ। जस्तै मैले भर्खर तपाईँ एउटा लिङ्कदेखि एकाउन्ट बनाएँ, मैले प्रोमो कोड लगाएँ र $3 पाएँ मैले यहाँनिर, होइन। यसरी अब तपाईँले यो मजाले यसबाट इन्कम गर्न सक्नुहुन्छ, जुन मैले तपाईँलाई यो भिडियो मार्फत सम्पूर्ण जानकारी दिएँ। अब तपाईँले अर्निङ गर्न चाहनुहुन्छ भने मलाई म्यासेज गर्न सक्नुहुन्छ। टिकटकको बायोमा मैले WhatsApp नम्बर राखिदिएको छु। यदि युट्युबबाट हेर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ युट्युबमा लिङ्क राखिदिएको छु। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। टिकटकबाट हेर्दै हुनुहुन्छ नि फलो गरिदिनु होला, यस्तै अर्निङ रिलेटेडको भिडियोजको लागि। हस् त, धन्यवाद। फेरि आउनेछु म नेक्स्ट अपडेट लिएर।